नमस्ते। आज चाहिँ हामी बेटर स्कुल एप युज गरेर कसरी तपाईँले आफ्नो स्टुडेन्टको पर्फर्मेन्स ट्र्याक गर्न सक्नुहुन्छ भनेर हेर्नेछौँ। सुरुमा एनालाइटिक्सभित्र रहेको स्टुडेन्ट पर्फर्मेन्स भन्ने बटनमा क्लिक गर्नुहोस्। यहाँ तपाईँले क्लास वाइज आफ्नो स्टुडेन्टहरूको लिस्ट देख्न सक्नुहुन्छ। फिल्टर अप्लाई गरेर कुन क्लासको स्टुडेन्टको पर्फर्मेन्स ट्र्याक गर्न लाग्नुभएको त्यहाँ सेलेक्ट गर्नुहोस्। तपाईँले आफ्नो स्टुडेन्टको नामको साइडमा रहेको भ्यू पर्फर्मेन्स बटन क्लिक गरेर चाहिँ इन्डिभिजुअल रिपोर्टहरू ट्र्याक गर्न सक्नुहुन्छ। यहाँभित्र चाहिँ तपाईँले एटेन्डेन्स समरी, एटेन्डेन्स कम्पेरिजन, सब्जेक्ट कम्पेरिजन, कुन चाहिँ सब्जेक्टमा चाहिँ स्ट्रङ्गेस्ट र विकेस्ट छ भनेर यहाँबाट थाहा पाउन सक्नुहुन्छ। त्यसै गरी तपाईँले चाहिँ आफ्नो बच्चाको रिजल्ट पनि हेर्न सक्नुहुन्छ र प्रोग्रेस रिपोर्ट पनि हेर्न सक्नुहुन्छ। यदि तपाईँलाई यो प्रोग्रेस रिपोर्ट प्रिन्ट गर्नु छ भए यहाँ रहेको प्रिन्ट रिपोर्ट्स बटनमा थिच्नु भएपछि तपाईँले चाहिँ आफ्नो क्लासको सबै स्टुडेन्टहरूको प्रोग्रेस रिपोर्ट यहाँ देख्न सक्नुहुन्छ र यसरी सजिलै तपाईँले चाहिँ प्रिन्ट पनि गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो A5 फर्मेटमा रहेको हुन्छ र यहाँ प्रिन्ट बटनमा थिचेपछि तपाईँले प्रिन्ट गर्न सक्नुहुन्छ।